के भन् मान्छेहरू आरोप लगाए, खुब आरोप लगाए पारस र के अरे पारसले गोली हानेको भने, दिपेन्द्रलाई मारेको भने, प्रेमिकाको कुरा ल्याए। राजदरबार हत्या कसले गरेको तपाईको चक्षुले के देख्छ? मेरो हिसाबमा त नि जसले गणतन्त्र भिडाइदियो प्रचण्ड बाबुरामहरू यी स्यालफुस्रेहरू यिनीहरूलाई चाहिँ तपाईँको अखबारे खोर्सानी नि खुल्ला मञ्चमा लगाएर खाल्दा खनेर लगाएर राख्ने भने यिनीहरू नि हुन् नि। म जस्ता मान्छे प्रधानमन्त्री हुन नलेखेर कि यो देशमा एउटा हाम्रो गृहमन्त्री ठिक सुदन गुरुङ ठिक भएका थिए, यी पनि त्यही यो गणतन्त्र भनेर सकिएका हुन्, अरू केही पनि होइन। यिनीहरू सब सकिन्छन्, यही गणतन्त्र यिनीहरूलाई सकिदिन्छ, यही कानुनले सकिदिन्छ। यही हाम्रा सल्लाह नमान्नुको रिजनै यिनीहरू आफू खडालमा जाकिन् हो। म त के भन्छु भने राजदरबार हत्याकाण्ड गणतन्त्र जसले देशमा ल्यायो त्यहीले मारेको राजालाई, पारसलाई दोष लगाइयो, ज्ञानेन्द्रलाई दोष लगाइयो, हुँदाहुँदै विचार ती गर्भे शिशुलाई पनि हृदेन्द्रलाई पनि दोष लगाएको छ। यसको अभिज्ञता नेपाली जनताले यो केही पाएका होइनन्। यस्तो दुःख पाउँछन् यी नेपाली जनताले, यिनीहरूले यति दुःख पाउनुपर्छ कि यिनीहरूलाई त अझै भएकै छैन दुःख। राजालाई मारेर जसले मारो त्यसलाई भोट हालेर जिताएर चाहिँ अनि तपाईँको चाहिँ देशै बर्बाद बनाउनेको जनता होइनन्। ट्र्यापमा पारिएर पनि बिचरा जनता त बहकाउन यस्ता हावातालका ट्र्यापमा पर्ने जनता कस्ता खालका जनता हुनु? हामी जस्तो अडिक हुनुपर्छ यो देशमा। राजा चाहिन्छ, बाले नै प्रधानमन्त्री पनि चाहिन्छ।